मैले मोबाइल किनिसकेँ होइन दामी छ खतरा छ। हेलो गाइज, वेलकम टु न्यू भ्लग। गाइज जना सन्चै हुनुहुन्छ? म अनि सन्चै छु। आज फाइनली म मोबाइल किन्न जाँदैछु, नयाँ मोबाइल। अनि OnePlus किन्छु क्या हो। अनि यति भन्नु, अब नयाँ मोबाइल किन्दैछु। मैले मोबाइल नयाँ किनिसकेँ होइन, तपाईँहरूलाई सर्भर देखाउन चाहन्छु। मैले मोबाइल किनिसकेँ, खोल्छु है, हेर्नु। OnePlus हो, अनबक्सिङ गर्न जाँदैछु। मैले नयाँ मोबाइल किनिसकेँ OnePlus। ल हेरौँ। ल अब खोल्छु है, म हेर्छु। मैले मोबाइल किनिसकेँ होइन दामी छ खतरा छ। यसमा अरू के आएको छ? कभर, पिन, अनि के त हो चार्जर। अनि यसको साथसाथै मलाई अनि यो पनि दिएको छ, इयरफोन महँगो। यसको पनि खोल्छु म। हेर्नु सक्नुहुन्छ तपाईँ, चार्जर पनि दिएको छ। अब यसलाई खोल्छु म। खोलिसकेको छु, टक्क पारेर। राम्रो छ, सबै चिजहरू राम्रो छ। मैले कभर हालिसकेको छु। यहाँदेखि नयाँ नयाँ भिडियो आउनेछ। अब क्वालिटी नयाँ आउनेछ। तपाईँहरूले माया गरिदिनुहुन्छ भन्ने आशा छ। थ्याङ्क यू। अहिले स्कुलबाट आइसकेको छु म। अब गएर खानासाना खाएर नगरपालिका जान्छु। अब खाना खान्छु। अब नगरपालिका जान्छु, काम हुन्छ। काम भएपछि काम गरिन्छ, नत्र बसिन्छ, अनि घर आइन्छ। त्यही हो। खाना दाल मैले अब थालमा हाल्नुपर्ने हुन्छ। दही यी थालमा हालेर यसरी ढोकिदिनु पर्ने हुन्छ। पानी पनि चाहियो। पानी पनि अब यहाँ बसेर खानुपर्ने हुन्छ। खाए ल, खाए। राम्रो छ। म त गाइज अब खानासाना खान्छु, त्यसपछि काममा निस्किन्छु। वहीँ भेट्छु है, वहीँ भेट्छु। काममै अहिले खाना खाएर जानुपर्ने हुन्छ, अनि वहीँ बनाउँछु तपाईँसँग वहीँ गर्छु होइन। म खाना खाएर निस्किसकेको छु होइन। खाना
अब वहीँ काम गर्छु, वहीँ भेटौँला। अनि नयाँ मोबाइलदेखि भ्लग बनाउँदैछु, कस्तो कस्तो क्वालिटी आयो भनिदिनु होला, कमेन्ट गरिदिनु होला है। काम गर्नु भनेर आएको मान्छे यहाँ आएर उ हेर्न मिल्छ? 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 म नचल है, कुटा खाने दिने। यिनी नगरपालिका आएर यसो यसो हेर्दछन्, काम गर्दा छोडेर होइन। कुटै खाने हो है, मेरो नगरपालिकाको नबाट युट्युबरलाई काम लगाउने। अब देख्यो नि तिमी हजुर पुरै उता पार्दै कि ल यिनी मेरो साथी हुन्, बहिनी भन्ने साथी दिदी काम गर्नु छोडेर हेर्दै काम गर त्यहाँ। धन्यवाद तिम्रो यिनी पनि मेरो साथी हुन्। म तिमीहरूको उ भने अब के भन्छ बस्नेवाला भ्लग बनाउने मान्छे हो भन्दा म भ्लग बनाउने मान्छे भरे। कसैको म्यासेज आइगयो, यिनीको त के केटी मान्छेको त्यसै हुन्छ हेर। आज बर्थडे हो कसको? तिम्रो होइन आज त बर्थडे हो। कसले को त्यो भने ह्याप्पी बर्थडे भनेर आले खै देखाउ त। ह्याप्पी बर्थडे भनेर आले चाहिँ त्यसको होला नि त बर्थडे। आज हो मलाई के थाहा। खाना खाएर आइसकेको छु रुममा। अब एकछिन सुत्नुपर्ने हो। के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला मेरो भ्लगमा। थ्याङ्क्स फर नेक्स्ट भिडियो। नयाँ जन सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइज।